कर्तव्य जान मुद्दाका फरार प्रतिवादी 43 वर्षपछि पक्राउ। दर्शकबिन नमस्कार, तपाईँ देखिरहनु भएको छ दस्तक खबर। म छु विजय शाह। कर्तव्य जान मुद्दामा अदालतबाट दोषी ठहर भई 43 वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई सिराहा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा लक्ष्मीपुर पतारी गाउँपालिका 5 निवासी करिब 80 वर्षीय ठकाई यादव रहेका छन्। प्रहरीका अनुसार यादव पछिल्लो समय आफ्नै गाउँमा साधुको भेषमा लुकीछिपी बस्दै आएका थिए। लक्ष्मीपुर पतारी गाउँपालिका 5 स्थित स्थानीय शिव मन्दिरमा उनी बस्दै आएको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेशपुर पतारीबाट प्रहरी निरीक्षक विशाल मल्लको कमान्डमा टोली परिचालन गरिएको थियो। खोज तलासका क्रममा प्रहरीले यादवलाई 28 साउनमा सोही शिव मन्दिरबाट पक्राउ गरेको हो। पक्राउपछि यादवलाई फैसला कार्यान्वयन तथा आवश्यक कानुनी कारबाहीका लागि सिराहा जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। प्रहरी अभिलेख अनुसार 1 वैशाख 2041 सालमा लक्ष्मीपुर पतारी गाउँपालिका 5 निवासी ठकाई यादव सहितका व्यक्तिहरूले योजना बनाई भारतबाट पहलमान कुस्ती खेलाडी समेत बोलाएर वैशाख मेलाका क्रममा मन्दिरमा बोका चढाउने विषयलाई लिएर विवाद गरेको थिए। विवाद बढ्दै गएपछि साबी खोर्क्याही गाविस 4 का रजिन्द्र यादवलाई घेरा हाली कुटपिट गरिएको थियो। कुटपिटबाट गम्भीर घाइते भएका रजिन्द्र यादवको मृत्यु भएको र उक्त घटनामा ठकाई यादव समेत संलग्न रहेको प्रहरी अभिलेखले उल्लेख गरेको छ। उक्त घटनामा दोषी ठहर भएका यादवलाई 15 पुस 2046 मा उच्च अदालतको फैसलाले 1 वर्ष कैद सजाय तोकेको थियो। तपाईको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता। धमनी अस्पताल प्राइभेट लिमिटेड। यहाँ तपाईँ सम्पूर्ण स्वास्थ्य सेवा पाउनुहुन्छ। स्वास्थ्य सेवाको भरपर्दो गन्तव्य। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, ओपीडी, फार्मेसी सेवा, ल्याब सेवा, नेबुलाइजर, ईसीजी, डिजिटल एक्सरे, ऑक्सीजन सेवा, यूएसजी, जनरल सर्जरी सेवा, प्रसूति तथा नॉर्मल शल्यक्रिया, हाड जोड्ने तथा नशा सम्बन्धी सेवा, शिशु तथा बाल रोग सेवा, एनआईसीयू सुविधा सहित सम्पूर्ण स्वास्थ्य सेवा अब एकै ठाउँमा अनुभवी विशेषज्ञ चिकित्सकको टोलीद्वारा अत्याधुनिक उपकरण र सफा वातावरण, मृदु व्यवहार, समयमै उपचार, सर्वसुलभ शुल्कमा गुणस्तरीय सेवा पाउनुहुन्छ। धमनी अस्पताल प्राइभेट लिमिटेडमा। स्थान लहानदिन अस्पताल चोक।